के तपाईलाई थाहा छ दाँतमा डेन्टिस्टले सिमेन्ट भरिदिएपछि के गर्नुहुन्छ र के गर्नु हुँदैन यो सबै ध्यान दिएर सुन्नु होला है त। पहिलो कुरा सावधान रहनुहोस्, मुख अझै सुन्निएको हुन सक्छ। मुख सुन्निने बेला खाना नखानुहोस्, नत्र गालाहरू जिब्रोहरू काट्न सक्छ या टोक्न सकिन्छ है त। दाँत भरेको 1-2 दिनसम्म चाहिँ नरम चिज मात्र खानु हो, जस्तै दाल भात, तरकारीहरू, स्याउहरू, फलफुलहरू, दही, धेरै साह्रो खानेकुरा जस्तै मकै भटमास, छुर्पी, कुरुम हुने खानेकुराहरू, चिउराहरू चाहिँ नखानु। यसले भरेको सिमेन्ट भाँच्न सक्छ या कहिलेकाहीँ च्यापच्याप हुनेले निकाल्न सक्छ। र त्यसपछि भरेको दाँतमा ब्रस गर्न मिल्छ कि मिल्दैन, यो चाहिँ मजाले ब्रस गर्न मिल्छ है। तपाईले दाँत भरिसकेपछि मजाले ब्रस गर्ने हो र सफा राख्ने। तपाईलाई दाँत भरिसकेपछि केही दिनसम्म चाहिँ सिरिङ हुने, सेन्सिटिभिटी हुने त्यो चाहिँ स्वाभाविक हो। कसैलाई हुन्छ कसैलाई हुँदैन। त्यस्तो भयो भन्दैमा आतिनु चाहिँ पर्दैन, त्यो भने अस्थायी मात्र हो, त्यो आफै हराएर जान्छ केही दिनपछि। त्यस्तो भइरह्यो भने धेरै तातो धेरै चिसो नखाने र धेरै भइरह्यो भने चाहिँ डेन्टिस्टलाई भिजिट गर्ने। केही दिनपछि पनि दुखिरह्यो, फिलिङहरू निस्क्यो या खस्दा तुरुन्त डेन्टिस्टलाई सम्पर्क गर्नु है त। यस्तो सामान्य नियमहरू पालना गर्यो भने तपाईको फिलिङ लामो समयसम्म टिक्छ।